Hello, Namaste. I'm finally back with a brand new video after a long break. Today, my wife and I arrived in Hathisar, Assam, India to visit my father in law's beautiful farmhouse. It's located near the Bhutan border, so I can't wait to show you all this amazing place. र आज चाहिँ म र मेरो वाइफ हात्तीसार आसाम इन्डिया आइपुगेको छु। यो चाहिँ भुटान बोर्डर नजिक पर्छ र यो ठाउँमा चाहिँ मेरो ससुराली फार्म हाउस छन् र योपालिको मेरो छोटो बसाइ रहनेछ र सबै ठाउँहरू चाहिँ देखाउने कोसिस गर्नेछु तपाईँहरूलाई। सो लेट्स गो, व्हाट आर यु वेटिङ फर? It's day 2 today and we're off to our picnic spot for a fun family outing and special birthday celebration for our little one. आज हाम्रो दोस्रो दिन र हामी पिकनिक स्पोटतिर जाँदैछौँ। रमाइलो फ्यामिली आउटिङ र हाम्रो सानो नानीको बर्थडे सेलिब्रेसनको लागि तपाईँहरूलाई म सबै भिडियो मार्फत देखाउने प्रयास गर्नेछु। उता जाऊ न, उता र देख्नु भइसक्यो, हो त्यही ठाउँ हो। यही नानीको बर्थडे पनि हो आज। As you can see, this place is absolutely stunning and everyone is busy getting things ready for our fun day. देख्न सक्नुहुन्छ सराउन्डिङ कति रमाइलो छ र सबैजना आफ्नो काममा व्यस्त छ। भनेको मतलब आज पिकनिकको लागि सबै प्रिपरेसन हुँदैछ। यहाँ पछाडि चाहिँ मेरो निना माई वाइफ र मेरो मम्मी, सासू मम्मी रमाइलो गर्दै हुनुहुन्छ। बाजे छ। Take a look around. Everyone is having so much fun. सबैजना एकदमै रमाइलो गरिरहेका छन्। अघि मैले त्यो ल्याउनु पर्ने रहेछ, कस्तो दिमाग नलगाएँ यो नि 20 रुपैयाँ भाडा। बाबा कहाँ छ? बाबा बोला। बाबालाई बोलाएर लावा अरे मैले हावा लाउने भनेको पारा च्यान्डल बालौँ न। अनि त्यहाँ बस्नु दिएन चेयरमा, बस्नु दिने उसले मलाई राखेको च्यान्डल बालौँ। As you can see, my wife is busy preparing the cake. अगुल्टो लगाएर बाल्दै दुख्न चाहिँ आला भाइ दुख्न लाभै भइहाल्यो। विस मागिस् उयो गर, प्रार्थना गरेर Happy birthday to you. Happy birthday to you. Happy birthday dear Anjana. Happy birthday to you. Anjanaको मामु
होइन सबै काट पहिला मेरो बुढाले के बुढो भाषा बोल्दैछ खाऊ खुना खाऊ खाऊ नानीलाई खुवाइदिन कमै हुँदैन मम्मी नखाउनु हुँदैन Alright everyone, I hope you enjoyed the video.